हेलो साथीहरू, जय मसी, गुड मर्निङ, नमस्कार। यहाँ आज हामी चाहिँ नर्थ डिस्ट्रिक्ट पार्कमा चाहिँ हामी घुम्न आएको छौँ। सो आजको हाम्रो दिनभरिको घुमाइहरू कस्तो हुन्छ हेर्दै गर्नुहोस् है साथीहरू। हामी यसरी यहाँबाट भित्र पसेर हामी जाँदैछौँ, काम पनि हुँदै रहेछ त्यहाँ। ल है साथीहरू, हेर्दै गर्नु होला। अर्को बाटो के नर्थ डिस्ट्रिक्ट पार्कमा काम हुँदैछ। हेलो, वाउ, ट्र्याक्टरले काम हुँदैछ। बाबाले हेरे मम्मी अगम से है जोसुआ। मम्मी अगम ने जोसुआ देखो। जोसुआ दीदी जोसुआ अगम। कति राम्रो रुख छ साथीहरू, हेर्नुहोस् त। पहिला के हो रे यो बरको रुख रे ठाउँमा? स्वामी स्वामी अलि मसिनो छ पत्ता है। होला पनि हो, यहाँ त धेरै स्वामीको रुख बेसरी छ यो ठाउँमा त। हो स्वामीको रुखको मुनि त मुर्दा पनि राख्छ अरे नि 2-3 मिनट भ्यू दिन्छ कि भनेर। यहाँ पनि चाहिँ हिँड्ने खुट्टा। ल पछाडिबाट हो कि यसरी हो? यसरी यसरी पछाडि टेक्ने हो कि पछाडि टेक्ने हो? यस। ल हिँड, ल हिँड। टोपी लगाऊ त, टोपी लगाऊ। उसलाई पो चाहिँ गर्नु परेछ एक्सर्साइज। हजुर मम्मी हेर्नुस् त म। वाउ, यो मेरो साथी हो। यो अगम। मेरो साथी। तिम्रो साथी हो? यहाँ स्ट्यान्ड गर, यहाँ अगम स्ट्यान्ड गर। I love you. I love you guys. चाइनिज एक्सर्साइज हुँदैछ यहाँ। ए ए यता जुत्ता लगाऊ अब। चाइनिज डान्स एक्सर्साइज हुँदैछ यहाँ तरवालबाट। कसैले पङ्खा लिएर गर्छन्, कसैले खाली हात गर्छन्। पार्कहरूमा थुप्रै देख्न पाइन्छ यस्तो। स्वामीकै भोटो हो, उता लेखेछ क्या। यतातिर यो ठाउँमा बेसरी छ क्या यो स्वामीको रुख। यो त बेसरी अक्सिजन दिने रुखहरू क्या छामा। यो तपाईँले सुन्नुभएको छ कि बसेन यो कथा? नेपालमा पहिला पहिला नेपालमा पहिला पहिला अब मान्छे मरेपछि बोकेर लान्छ नि। हो, त्यो बोकेर लगेपछि यस्तो रुखहरू देख्यो भने यस्तो रुखको मुनि चाहिँ एकछिन राख्छ अरे के त्यो लासलाई। अब थाकेर एकछिन राखेको पनि होला। अनि त्यहाँ राख्यो भने बिउ दिन्छ भन्ने एउटा उसरो के। कोही कोमामा गएकोहरू चाहिँ बिउ दिने होला क्या। कोही कोही जान्छ नि कोमामा, एकछिन मरे जस्तो भइजान्छ नि त कोमा भनेको त। भोक लाग्यो अरे, आउनु पाएको छैन? भोक लाग्छ तिमीहरूलाई नि? लड्छ है, लड्छ है। ल कस्तो मिठो पर्पल कलरको फ्लावर पनि हेरिहाल्नुहोस् साथीहरू। Look, a pretty one. Hello guys. Look, purple color flower. सो प्रिटी फ्लावर या। Pretty flower, yeah. ल साथीहरू, नर्थ डिस्ट्रिक्ट पार्कको This the park. हरियाली अनि एकदम डिजाइन गरेर बनाएको यो बाटोहरू, फ्लावरहरू हेरिहाल्नुहोस् है। आज फेरि दिन यति राम्रो घाम नलागेको, यति शीतलो परेछ फेरि। Mama, there's no park. यहाँ पनि कति राम्रो के रहेछ यो। के फ्लावर हो यसको नाम है साथीहरू? हेर्नुहोस् त, पार्कमा आएपछि अचम्म अचम्मको फ्लावरहरू देख्न पाइन्छ Mama, है। nice park. दिस इज पार्क। हेर्नु त कति मिठो कलर। They have nothing to play. कति मिठो कलरको फ्लावर हो। That's ओ माई nothing to play. गॉड।
यहाँ छ्यामाले के भन्दै हुनुहुन्छ ल जापानको फुल आएर हङकङमा देखेँ जापानमा पनि पाउँछ यस्तो फुल यस्तो त बगाने नि बगाने हिँड्ने बाटोमा त कति राम्रो फुलहरू देख्दैछ यहाँ कति मिठो रातो है आहा, भर्खरै यहाँ पानी हालेको रहेछ के राम्रो हो के है, अबे सानो टिप्नु हुँदैन हेर कति राम्रो फ्लावर मम्मी पार्क जाने अँ चिप्लिटी खाने खाइ अँ बाजेलाई यहाँ गड्डी गडाउने मौका मिलेछ पार्क हेर्दै फ्लावर हेर्दै ल है एक्सर्साइज आज हामी हाम्रो घरको छेउको नर्थ डिस्ट्रिक्ट पार्क हिँड्दैछौँ साथीहरू ल यहाँ बच्चाहरूको लागि पनि फेरि यहाँ यसो रमाइलो हुने देखिने कुरा कार्टुनहरू राखिदिएको छ उफ, तिनजना फेरि न न न ए यहाँ त मसिनो ढुङ्गा राखेर रहेछ कस्तो मजाले बनाएको है यो चट्टान जस्तो होला नि अब बनाएको ढुङ्गा हो कि अब नानी उ के सिमेन्टले उ गरेर रहेछ हेर त। कस्तो है माथिबाट हेर्नु न चट्टान काठ हो त होइन होला यिनीहरूलाई ढुङ्गा माटो खेल्न पाएपछि अरू केही चाहिँदैन फेरि ल आज कता घुम्दै आउनुभएको त नि हङकङको एउटा विशेष ठाउँतिर हो तर कतानिर हो धन्यवाद अँ परमेश्वरलाई धेरै धन्यवाद विशेष परमेश्वरलाई धन्यवाद गर्नु योजनामा यहाँ धेरै यो पार्कमा धेरै मान्छे नै हुन्न कि खासै कति शान्ति पो हुन्छ त यो के को रुख होला है छामा हेर्नु त एउटा बन्न पाउने टिमुर के टिमुर रुख जस्तै लाग्यो काँडा काँडा छ हजुर के होला ए, कुन त होइन होला पत्ता मात्रै त्यस्तो होला यहाँ लेखेको छ नाम यहाँ त सबै रुखको नामहरू लेखेर राखेको हुन्छ क्या अब इङ्ग्लिसमा लेखेको हुन्छ फेरि हो अब नेपालीमा के भन्छ यसलाई है त साथीहरू तपाईँहरूले चिन्नुहुन्छ भने भनिहाल्नुहोस् चुरेसिया हो कि कोरेसिया हो कोरेसिया स्पेसियोसा प्लस सिल्क ट्री यहाँ फेरि अनार जस्तो देख्दैछु मैले अनार पनि रहेछ हौ ओहो फलेको पनि रहेछ है अनार अनार फलेको छ आहा यता दुईवटा सानो कोपिला लु अनार पनि देखियो है पार्कमा प्रायः जसो पार्कमा यस्तो खानेकुराहरू हुँदैन यो फेरि कति राम्रो फेरि यस्तो खालको फुल पनि छ रन 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 Coming on the way. Coming on the way. खानेपानीहरू टन्दैछ है खाएर पानी थाप्नुपर्छ क्या ल फ्लावरहरू हेरिहाल्नुहोस् है साथीहरू यहाँ हेर्नु न कति राम्रो आमामामा कस्तो राम्रो झापे फुलहरू त साह्रै राम्रो जुनै हेरे पनि ल नजिकबाट यहाँ फेरि के खालको डिजाइनको फुल हो फेरि यो पनि कहिले नदेखेको फुल हेर्नु न यहाँ अन्त है हेर्नु न यहाँ कस्तो यो त मैले कहिले देखेको थिएन भाइ यो फ्लावर त कहिले देखेको थिइनँ म त भुइँमै के फेरि है हेर्नु न फेरि बिचमा ढुङ्गा राखिदिएर डिजाइन पनि जानेकै हो ल छ्यामा कस्तो लाग्दैछ नयाँ नयाँ नौलो फ्लावरहरू देख्दै गर्दा राम्रो लाग्यो ल धन्यवाद छ आँखाले नदेखेको ठाउँ सहर आइपुग्यो मेरो सुविधाले धेरै धन्यवाद छ कति राम्रो ठुलो न यो त नयाँ फुल हो नि हो नि फेरि बिचबिचमा फेरि यस्तो ढुङ्गाको डिजाइन बनाएर फेरि यसरी राखेछ फेरि अँ त नि यहाँ हेर्नु न यहाँ कति राम्रो देखेको यो डिजाइन फेरि है सोफा जस्तो देखेको क्या चाहिँ बिचमा फ्लावर राखिदिएको छ यहाँ नि फल फले रहेछ कि छ्यामा के हो यो यी आरु नानी
आरू हो यो आरू नेपालको आरू गाडी जानुहुन्छ फले रहेछ है त्यो बनाएको होला क्या सिमेन्टीहरूले केले अडा जस्तो छ नि यहाँ यो फेरि चाइनिज डिजाइनमा है चाइनिज डिजाइनमा फेरि यहाँ घर छ घर त होइन टोइलेट रहेछ टोइलेट जाने भए छानु है सामा टोइलेट रहेछ यहाँ बाहिर राम्रो यहाँ आर्ट गरेको छ ओइ के गर्दै छिटो खाऊ कपडा भिजाउँछ है कपडा भिजाउँछ दुईजना कता आएको दुईजना डर पनि नलाग्ने मेरो छेउमै आइपुग्यो भाइ ढुक्कै हिँड्ने रहेछ लु यहाँ पानी छ पिउने पानी यहाँ छ यहाँ बोतल थाप्ने हो कि रे यहाँबाट चाहिँ यहाँ खाने हो कि गरेर दबाउनु त चिसो छ ल बाबाले पानी पिउँदै हुनुहुन्छ खाने हो सच्याम खाऊ यता छ ब्रिङ योर ओन बोटल खानेपानीको सुविस्ता पनि छ रहेछ साथीहरू ल छिटो खाऊ त्यो त बोतल थाप्ने वेस्ट गर्नु हुँदैन पानी You drink? Yes, there go. है नखरे यहाँ ढुङ्गा माथि बस ल यहाँ ढुङ्गा माथि बस ल फोटो खिचिदिन्छु बस यहाँ बस यहाँ Wow, so cute. Isn't that cute, guys? Yes, of course. Anything else to say? Okay, tell me. This one is a beautiful leaf. Ah, this is also beautiful. Yeah. It's green color. You cannot touch And it. also very shining. Yes, you cannot touch this. Wow. You cannot even break it. कस्तो राम्रो. You can. Agam, bye bye. नर्थ डिस्ट्रिक्ट पार्कको Hello, guys. यस्तो राम्रो डिजाइनको यहाँ प्रतीक्षालय छ बस्ने ठाउँ Hello, guys. Look at the beautiful yellow color. Huh? Look at the beautiful yellow color. Wow, so beautiful. खै नजिकबाट खिचौँ त कस्तो न्यू डिजाइनको रहेछ हौ खै वाउ ल उठा साह्रै आनन्द आउँदैछ है साथीहरू Tree. Yes, also this is very beautiful. It's so sandy like gold. So shiny like gold and that. छ्यामा यता आउनु ए विभिन्न यहाँ कुनै कुनामा बाटो जतासुकै निकालिदिएको छ आहा कति राम्रो देखेको यहाँ पनि जे हेऱ्यो त्यही राम्रो छ डिजाइनहरू पनि कति राम्रोसँग डिजाइन पनि हेर्नु न कति राम्रो राम्रो हो क्या है हेर्नु नि यो बस्ने ठाउँको डिजाइन हेर्नु न बस्नु न के भयो त यो हेर्नु न यो रुख कस्तो राम्रो पानीमा
माछा पनि छ नि यहाँ छ्यामा सानो हो त्यहाँ माछा कछुवा टल्केको पानी बाबु अगम खोइ बाबु तालको छेउमा पुरा तालको छेउ टिपेको छ यिनीहरू रमाछ केटाकेटी आगम त्यत्रो नै हो कता हो आहा कति राम्रो इन्द्रकमल फुल बासा आउने होला रहेछ कछुवा कछुवा नजिकबाट देख्छ खाना दिन्छ भनेर नजिक यस्तोहरूको ल फेरि खाना दिने रहेछ कि के हो पनि सबै त्यहाँ खान सक्दैन ब्रेडहरू बिस्कुटहरू फालिदिन्छ नि त मान्छेहरूले त्यही भएर यिनीहरू मान्छेसँग डराउँदैन क्या कस्तो टल्केर राम्रोसँग देखेन हौ भयो भयो खासमा त दिनु हुँदैन भन्छ नि तर कोही कोहीले यहीँ लेखेछ नि प्लिज नो रिलिज अर फिडिङ अफ फिस एन्ड टेरापिन अरे खाना पाउँछ भने यहाँ आइपर्छ So can we feed up there? चस्मा निकालेको छ मेरो ल यहाँ कमलको फुल हेर्नुहोस् है कमलको फुल आहा हो नि यताको यो झाडी पनि कति राम्रो हो कि फेरि है हेर्नु न दुईतिर यस्तो यहाँ बिचमा कमलको फुलको लागि मजाले डिजाइन गरेर आहा कति मिठो कलरको फुलेको फेरि जानेन छ्यामा आउने यता के फुलेछ र ए अत नि है टाढाबाट हेर्दा त पत्ता मात्रै देखिने खै अन्त है मसिनो फुल्दो रहेछ नयाँ हो नि नानी नौले बिरुवा हो देखेको छैन यो पनि नेपालमा हुन्छ होला यो चाहिँ छ्यामा यो चाहिँ उयो बोट माथिको गुराँस जस्तो लाग्छ है त्यो चाहिँ चिया फुल हो सेतो फुल्छ गुराँस सेतो गुराँस जस्तो लाग्छ रातो फुल्ने के रहेछ त यो त फुलिसकेर उस भइगएको रहेछ क्या है चिया फुल हो नानी दाना भइसकेको छ फुलिसकेर पनि फुलिसक्यो हो कि रबरको बोट जस्तो छ है पत्ता त त्यस्तै लाग्छ है पत्ता रबरको भन्छ नि एउटा त्यस्तै क्या लाउने यतातिर के देख्छ नानीहरूलाई फेरि बेला बिचबिचमा यस्तो राखिदिएको छ यिनीहरू मखै भाइको टोपी लगाइदिएन भाइलाई क्यामेरा खिच्ने भनेछ त्यहाँ ल चाहिँ यहाँ तिनजना उभिँदा म खिचिदिन्छु आऊ ल स्ट्यान्ड गर
ठ्याक्क यो बिचमा पर्ने गरेर गर्नुपर्छ यो गेट छ नि गेटको बिचमा पर्नुपर्ने रहेछ हो त्यहाँबाट यस 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 अगाम जाऊ त उहाँ दादासँग जाऊ त त्यहाँ फोटो खिच्ने ठाउँ रहेछ पछाडिबाट ल जाऊ ल आऊ अगाम वाउ सो ब्युटिफुल ल बाबा छ्यामा जानु अब त्यतै सक्षम र ऊ भएकोतिर ल तपाईँहरूको पनि पालो अब यो फोटो खिच्ने ठाउँ रहेछ क्या यो यता आऊ अगम ल आउनु यता अब लडी गयो फेरि अगम यता यहाँ हेर्नु न आरू फलेको हेर्नु छ यहाँ ए लटारम्मै आरू फले रहेछ यहाँ साथीहरू हेर्नुहोस् है अनि त पाडकाहरू होइन हेर्नु त भइहाल्छ बाबा गड्डी लिएर आउनु यताबाट हेरौँ न अब नयाँ सिम ए साथीहरू हरियालीमा शीतलो फेरि कति शीतल भएको है आज घाम नलाएर ल हेर्नुहोस् है उतापट्टि साथीहरू भने हेर न केटाकेटीहरू फेरि चढिहाल्छ नो क्लाइम्बिङ भनेछ सक्षम ल हेलो यस आउनु यताबाट हेर्नु अब Let's sit down and watch this view. Hello guys, look at our view. ल के भन्ने रचिता Hello guys, look at our view. अभी सक्षम आउनु Pick up a style. This way. ओके उहाँ जरामा कति राम्रो देखेछ हेर्नु त जानु फोटो खिच्नु रुखहरू नै कति मजाको क्या है यहाँ हेर्नु न जरा रुखको जरा भुइँभरि जरा हेर्नु न रुखको भुइँभरि छ ल है छामाको फोटो यहाँ च्याउ पनि उम्रे रहेछ साथीहरू ल च्याउ खाने च्याउ हो कि के नि अन्त है च्याउ पनि देखियो है च्याउ रन च्याउ के हो यो थाहा छ मसरुम हो यो मसरुम यु सी हियर मसरुम टिप्नु हुँदैन कुनै मसरुमहरू त पोइजन हुन्छ हातमा लाग्यो भने त्यसको मसरुम हो यो दिस इज मसरुम ओके ल अब यहाँबाट हेरौँ त तल खोला बगेको कस्तो देख्दो रहेछ भनेर नि आइया
अघि हामी उताबाट एन्ट्री भएको भोक लाग्यो अब उता गएर एक ठाउँमा बसेर खाने हो So much. तलबाट हेर्दाखेरिको अर्कै देखेको थियो अब यहाँबाट चाहिँ पानी यसरी यताबाट ल्याएको रहेछ यताबाट बगेर 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 तल गएको छ यताबाट पानी बगाएर रहेछ ल आउ जाऊँ होइन पर्दैन अब जाने अब उतापट्टि जाऊँ अब सक्यो यो एरिया सक्यो नि अब हामी यताबाट गएको यताबाट घुमेर के खिच्ने त नि यसको चाहिँ घर खिच्ने यसरी यस्तो देखेछ है साथीहरू ल छतलाई यसरी मजाले यहाँ बारेर यसरी ल यहाँ पनि रहेछ फेरि नौलो फ्लावर ओके लेट्स गो अब उहाँ गएर खाने अब जाम हामी यता जडाबाट आउँछ किन जाम बना आने भोग्लाको ए भोक लाग्यो भनेर हैरान गरे केटाकेटीहरूले अब उहाँ कुर्सीमा एक ठाउँमा बसेर खाने अब आउनु अब अगाम नजाऊ यसरी थकाइ लगाएर जानुपर्छ यिनीहरूलाई यहाँ दौडाएर थाक्ने बनाएर जानुपर्छ घरमा यताको यो ताल हेर्नुहोस् साथीहरू यो दुईवटा रुख कति राम्रो हो यहाँ हेर्नु न रुख यहाँ यो रुख हेर्नु न पहिला जरा हेर्नु न जरा कति मोटो अनि पातलो कुन यो रुख यो यसमा त नरहेछ यसमा रहेछ यसमा सुकिसक्यो रहेछ श्यामा कति राम्रो फुल यहाँ बसौँ न त यहाँ यिनीहरू अब भोक लागेर खाजा दिनु पर्यो होइन छ नि यो बस्ने ठाउँ त बस्नकै लागि बनाएको नि यो फुल पनि कति राम्रो के हेर्नु न यहाँ चरा रहेछ है साथीहरू हेर्नुहोस् है म देखाउँछु के खालको चरा रहेछ बकुल्ला हो कि के हो सबै उता फर्केछ फेरि यो रुखभरि रहेछ चरा उडेर आएर बस्यो एउटा चरा बसेको छ
यताको बोटमा नै रहेछ चरा लपक्कै पक्कै बसेछ चराहरू यता यता यो मुनि पनि छ चराहरू पक्कै छ्यामा मिठो भयो सकेपछि बल्ल है खानु पाए राम्रो ठाउँमा मिठो खानु पाए खुब रमाइलो भयो ल है आज त साह्रै राम्रो भयो है छ्यामा हो एकदम तपाईँलाई धन्यवाद समयले साथ दिएछ हामीलाई केटाकेटी लिएर त नि जता गए पनि है यता गयो नि एकदमै हिजो नि इमिग्रेसन गरेर आइयो शीतलैमा है आज नि यता आएको शीतलै भयो एकदम राम्रो हरियाली सबै कुरा सकिएको छ। सोचे जस्तो हुन्न जीवन भन्छ सांसारिक गीतमा भन्छ तर हामीलाई भाषा के भनेर बना होला ढुङ्गा यस्तो कहाँबाट पहेँलो माछा आयो उखालेर लिएर आएर ट्याक्क लाएर यहाँ तलाबको छेउमा गाडे जस्तो छ यो रुखहरू चाहिँ जरा हेर्नु न रुखको जरा उड्यो ए टुप्पामा गएर बस सताउनु हुँदैन नि त त्यसरी उडिजान्छ भाइको जुत्ता खाए जाऊ लगाऊ जुत्ता अब जाने यो चाहिँ हरियो चाहिँ मैला फाल्ने होइन मैलाहरू सबै यहाँ चाहिँ कागजको मैलाहरू हुन्छ नि कागजको पेपर प्लेटहरू कपहरू पेपरहरू फाल्ने यो चाहिँ प्लास्टिकको बोतलहरू प्लास्टिकहरू के हुन्छ त्यहाँ यहाँ फाल्ने अनि यो चाहिँ कोको क्यानहरू जति पनि हुन्छ नि हो यहाँ फाल्ने यो चाहिँ रिसाइकल कलेक्सन बिन भाइ
चिप्लिटी खेल्ने चिप्लिटी हामी चिप्लिटी खेल्ने यहाँबाट त छपक्कै देखेछ झन् चराहरू के है बकुल्ला क्या कोरोना गएर बसेर के खाने होला त्यो यी माछाहरू खान्छ होला नि उडे त हुन्थ्यो नि उड्यो नि उडे 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 हाँ? त्यही त के कति साह्रो मजाले के फेरि है रुख पनि के झ्याम्म भएको त नि यो फुल कति राम्रो देख्यो हेर्नु न अँ छैन त नि पत्ता है ठिक ठिक के है फुल मात्रै कति राम्रो थिएको कति मिठो कलर हो फेरि कुनै पनि एउटा सलहरू हुन्छ नि अनि त्यस्तो राम्रो हो त्यो त्यो त हेर्नु न फेरि जङ्गल सब यो स्वामीको कति राम्रो हेर्नु न झाँगेर स्वामीको रुख हो सबै कस्तो बिना झाँगेर नि अँ त नि जरा हेर्नु न फेरि जरा के भुइँ भुइँमा के जरा फेरि कस्तो फैलिने के अटानीहरुमा चारै यहाँ हेर्नु न फुल के फुल होला है अङ्गेरी जस्तो अँ त नि पत्ता हेर्नु न यस्तो त थिएन है नेपालमा त यो त छैन नानी नेपालमा फुल चाहिँ झन्डै झन्डै मिल्यो चाहिँ मिलेको फुल्ने अङ्गेरीमा रुखमा हो तर यसो भुइँमा त होइन नि अनि आजले मैले नयाँ नयाँ फुलहरू देखेको आउँछ आएर ल जाम यहाँ हेर्नु न फेरि प्लान भेट्छ है अँ कति राम्रो है फोटो खिच्दिउँ एक राउन्ड लगाइयो है ताललाई हजुर यो धुपी धुपीको बोट त्यता त बाटो हो निस्किने बाटो अब त्यता यो बाटोबाटै गोलो घुम्न नि मिल्छ के यो पार्कलाई पुरै गोलो यताबाट गएर पुरै राउन्ड गरेर ल रुख हेर्नु न यहाँ कति राम्रो बनाउनु नि त भिडियो टिकटक म्युजिक भिडियो बनाउनु पर्थ्यो कि होइन शान्त यो हरियो पनि आएको हुनुपर्छ अरे छ्यामाको म्युजिक भिडियोमा ल जाम यहाँ हेर्नु न जरा कस्तो राम्रो देखेको छ ल हेर्नुहोस् त जरा साथीहरू यो के को जरा हो यो रबरको रुख रहेछ नि यो त अँ रबरको रुख रहेछ अगाम बिस्तारै जरा के साह्रो झाँगेको हो आमामा आजा के भनेको माउन्टेन चढेको ओके ओके ल आऊ यता आऊ अब जरा अब बिस्तारै जरा फेरि अगम झर्छ अब अगम यता छ स्वामीको फेरि आमामा स्वामीको रुख हेर्नुहोस् है साथीहरू हो त्यहाँ बस्दै गर त म यसरी खिचेर आउँछु के हो जस्तो देखिने भयो जरा मात्रै हेर्दा त है दुई बाटो बनिएको छ भने जस्तो रहेछ यहाँ त के रहेछ नि यहाँ ए नर्थ डिस्ट्रिक्ट पार्क भनेर लेखेछ नर्थ डिस्ट्रिक्ट पार्क भनेर छ रहेछ जानु छ्यामा उता पछाडि जानु त फोटो खिचिदिइहालौँ न त फोटो खिच्ने ठाउँहरू होला त यो कसैलाई फेरि यहाँ माया लाग्यो क्याटको माया लाग्यो भयो नगर त्यस्तो यताको नि माया लाग्यो बाबे 200 हालेर किनेको रे नेपालमा छामाले यो बोर्ड चाहिँ कति राम्रो फुल्दो रहेछ फेरि कति निकै नौलो फुलहरू देख्दैछौँ है साथीहरू हामी त
कति नौलो नौलो कति मिठो कलरको फेरि फुल। यसको बोर्ड चाहिँ यस्तो छ है साथीहरू, मजाले राखेको छ। छ्यामा दङ छ यहाँ, छ्यामा मात्रै होइन म पनि त्यसरी दङ्गै छु। अनि विभिन्न थरीको फुल देखेर हामी त यति मक्ख परिराखेको छौँ। मनै फुरुङ्ग भएको छ फुलहरू देखेर, माइन्ड पनि फ्रेस भएको छ। यहाँ फेरि के रहेछ, फेरि यो निमको पत्ता जस्तो। निमको पत्ता त होइन, ल लाम्छु लाम्छु। अँ This is a sitting area. जाऊ भाइ जाऊ, यता जाऊ, यता यता जाऊ, यता यता फलो फलो। Come look. हँ This is a sitting area. अँ, Every progress coming. यहाँ सो गर्ने ठाउँ हो नि त, सो गर्ने ठाउँ हो कि त्यहाँ त्यहाँ बसेर हेर्ने हो। बेला बेलामा यहाँ के संस्थाहरूको कहिले स्कुलहरूको लिएर आउँछ, अनि मान्छेहरूले चाहिँ त्यहाँ बसेर, यहाँ यो स्टेडियम जस्तै भनौँ न, स्टेडियममा यहाँ बसेर अनि यहाँ देखाउँछ क्या। यहाँ हो क्या देखाउने चाहिँ, यहाँ यो अर्कै हो। ए बाबा त कोसँग बोल्दै हो? चाइनिज डिजाइनमा यहाँ फेरि घर छ। आऊ आऊ कम कम। राम्रो आएको छ ल, फोटो खिच्छु है। यहाँभित्र ऊ छ नि त। आइज पार्क खेल्न जाने, अब आइज त्यहाँ चिप्लिटी चिप्लिटी खेल्न जाने। आऊ चिप्लिटी, अघिको टोइलेट यही त हो। अँ अँ Wow, I love you, mommy. लभ यु लभ यु। ढुङ्गा पनि पानी सोच्ने खालके ढुङ्गा हो कि के हो? पानी सोच्ने खालके ढुङ्गा राखेछ कि। अर्को जुत्ता खै भाइको? कसलाई देखाउँदै हिँड्दैछ है बाबाले यहाँ।